खाजा खाने बेला भयो। रक्सी र चिसो ल्याछ। बुढी मान्छेले त रक्सी खुवाउँदो रहेछ। साथीहरू आज त कस्तो खतरा पानी परेको छ क्या। फेरि हाम्रो रोपाइको दिनमा पानी परेको अनि म चाहिँ यता खेततिर यसो मालिक भएर घुम्न आएको के कामसाम गर्नुको त्यस्तै हो। त्यहाँबाट यसो खेत रोपाइँतिर हेर्न आएको। अब पानी परेर हेरेर म भिडियो बनाउँदै हिँड्दैछु क्या छाता ओढेर। गोप्रोबाट म भिडियो बनाउँदै आउँदैछु। यता हाम्रो रोपारतिर जानु पऱ्यो के कस्तो छ स्टक यहाँ प्लास्टिक ओढेर रोप्ने कार्यक्रम भइरहेछ अनि जाउँ त। पानी पर्यो के छ खबर? ठिक छ ल। हाम्रो एकजना रोपार हुनुहुन्छ यहाँ है अनि म चाहिँ यहाँ साउ भएर हिँडिरहेको छु क्या म आज। के छ ल भाग्यो किन भाग्यो? यता 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 ल कि अब म त साउ मान्छे काम गर्ने कुरो भएन। ए हाम्रो एकजना रोपार हुनुहुन्छ यस्तै हो क्या गाइज है। पानी परिरहेको छ अलिक क्यामेरा पनि पानी परिरहेको छ है। यो चाहिँ हाम्रो यस्तो खतरा पानी परिरहेको छ अनि यो चाहिँ हाम्रो गाउँ हो नि त होइन। बहुत ठुलो पानी परिरहेको छ त हो। ल गाइज होइन यहाँ चाहिँ हाम्रो भाउजूलाई बिउ पुगेन अरे अब म बिउ फाल्न जानु पऱ्यो है। टक्क लाएर यहाँ कहाँ छ बिउ? साथीहरू म त यहाँ बिउ भाटा आइसक्यो होइन। म चाहिँ यहाँ बिउ लानु पऱ्यो टक्क लाएर यहाँबाट 3 मुठा जति बिउ लानु पऱ्यो। छाता उडेछ कसरी बिउ लाने हो। यहाँ टक्क 3 मुठा जति चाहिँ बिउ उठाएर लिएर जान्छु। यो चाहिँ हाइब्रिड धान हो अनि एकवटा रोप्नु पर्दाखेरि चाहिँ पातलो रोप्नुपर्छ क्या होइन। टक्क लाएर फालिदिनु पऱ्यो। त्यहाँ पछाडि लिएर गएर बाटो पनि खसिलो छ क्या। पानी पऱ्यो ल अब त्यहाँ म बिउ फालिदिन्छु है त। खस्रेङ पछाडि फालिदिन्छु। यो चाहिँ कता कता फालिदिनु यो यता फालिदिनु है। अनि यहाँ एउटा बाँकी छ यो पर्छ पर्दैन होला पर्दैन कि अब अलिक यता फालिदिउँ अहिले ल। र यस्तै हो रोपाइँ चलिरहेछ। भिडियो हेर्दै गरौँ है अन्त्यसम्ममा। बर्खा लागेकै हो त भने साथीहरू यार खै तेरिका म त साउ भएर काम नगरे मात्रै हो क्या। काम त टन्नै छ यहाँ। यस्तो खतरा यहाँ ट्र्याक्टर लाउँदै हुनुहुन्छ हाम्रो यहाँ एकजना ट्र्याक्टर ड्राइभरले। यस्तो हो क्या साथीहरू हाम्रो ट्र्याक्टर लागिरहेको छ उता यहाँ तल दुईजना रोपाएर ट्र्याक्टर रोप्ने यस्तो हो कि होइन। अनि म चाहिँ धाउँदैछु। बिउ पुगेन अरे साथीहरू। अब बिउ खानु जानु पर्ला जस्तो यहाँ त बाँझै रहेछ यार। त्यो बाँझै छ अनि ट्र्याक्टर लाएर हाम्रो यहाँ बाँझै बसिरहनु भएको छ कि यता बाजेसँग पुऱ्याएर जानु पऱ्यो एकचोटि। ए बाजे के छ त हालखबर? ठिक छ। पानी पऱ्यो नि त ठुलै है। आज भारी वर्षा हो क्या एकदम ठुलो पानी पर्छ भनेर। अब सकिन लागिसकेको छ त। बिउ चाहिँ भ्याउने भयो। के भएछ बाजेलाई क्या धेरै बोले छैन त आज। यस्तै छ क्या त्यही भएर यस्तो भएको हिँडेको है। ए खिचिदिन्छ अघि नै तपाईँको नि खिचिदिन्छ। यहाँ आउँछ के ला खाजा बनाउनु लाग्यो। अब खाजा बनाऊँ भन्छ। जाँड ल्याए छैन रक्सी ल्याछ। रक्सी चाहिँ ल्याए। रक्सी र चिसो ल्याछ। कस्तो चिसो भने फेन्टा खाएर फेन्ट भयो कि यार। सक्छ रोपेर आज सक्छ। ल ल ल ल खाजा बाँड्नु ल। म त साउ मान्छे अब खाजा खानु पऱ्यो। पानी ल यस्तो भयो पानी रोक्यो है बल्ल बल्ल 2 झर्छ ठुलै पानी पऱ्यो। ल खाजा खाने बेला भयो। यहाँ खाजा बाँड्नलाई छ यहाँ के बाँड्न खोज्यो बुढी मान्छे छ एकजना। बुढी मान्छे छ। बुढी मान्छेले अब के ल्याउने? बुढी मान्छेले के खान्छ? सातु खान्छ। बुढी मान्छेले त रक्सी खुवाउँदो रहेछ। पर्छन् भेनालाई नि तल
अब त्यो जो साएपछि होला नि खै खाता दिए भागा भाग भइहाल्यो हो र कति बेला अघि नै पानी आउँदाखेरि बिहान टाढै आ भनेर ए कप्तान भेनालाई ठिक छ ल यस्तै हो पानी पर्छ है बर्खा बेलामा सकियो रोपाइँ आजलाई बाजे रोपाइँ सक्यो त आजलाई होइन म त यसो घुम्न आएको जान्दिनँ काम गरेर बुढो भइयो नि त अब भयो कस्तो दामी ठाउँ हुँदो रहेछ गाई चाहिँ होइन अनि यता चाहिँ एकदम रोपाइँ चल्दैछ अनि आज चाहिँ रोपाइँ फाइनली सकिसक्यो गाइज होइन यति नै आजको लागि चाहिँ भिडियो फेरि अर्को भिडियो लिएर आउँछु है त ल से यु नेक्स्ट भिडियो